हेलो गाइस, हामी बिहानै बिहानै एकदम चिसोमा चाहिँ यता हिँडिरहेका छौँ। 2 घन्टा हिँड्नुपर्छ हामीलाई चाहिँ। खराब छ। 2 घन्टा हिँडेर चाहिँ हामी चाहिँ उता दाउलाखेल ललितपुरमा जाने हो। हामी चाहिँ अहिले ठ्याक्कै भन्नुपर्दा नैकातिर छौँ। नैका भाँचिया पिपलबोट भन्ने ठाउँमा छौँ ठ्याक्कै। त्यहाँबाट हिँडिरहेको छौँ। त्यहाँ हामी चाहिँ सधैँ हिँडेर जान्छौँ। कहिले कहाँ कहिले त्यहाँ यस्तै बिरुवा भनौँ न एकै ठाउँ कहिले बस्दैनौँ हामी चाहिँ। कहिले 10 जान्छौँ, कहिले 10 जान्छौँ। यस्तै हो, चलिरहेको छ जिन्दगी आजसम्म। काठमाडौँमा आफैले कोठा लिएर बस्नुभन्दा अर्काको अर्कामा गएर आनन्द आउँछ। अब कोठा भाडा तिर्नु परेन, खाने खर्चमा तिर्नु परेन। अब भाडासाडाको लागि हामी हिँडेर गइहाल्छौँ। त्यही भएर चाहिँ आनन्दित छ जिन्दगी। यस्तो पनि छैन कि जिन्दगी अब पैसा बचाउने अभियानमा लागेको छ अहिले हामी चाहिँ। पैसा जेसम्म बच्छ यस्तो गरी हिँड्दाखेरि हुनु त अब बिहानदेखि बेलुकासम्म काम हुन्छ हाम्रो। के अरे नभए घर बिहान ढ्यारी हो। फेरि हामी दिनको 1000 कमाउँछौँ। त्यहाँदेखि कोठा नलिएर अरू कहाँ डुलेर बस्छौँ भने चाहिँ कस्तो लाग्यो त हाम्रो आइडिया? एकदम गरिदिनु हो। कस्तो लाग्यो त्यस्तै प्रतिक्रिया होला। यसरी बसेको 1 महिनै भइसक्यो भने होइन। अब साथीहरूमा गइन्छ, अब एक दिन एक कहाँ गइन्छ, अर्को दिन अर्कोमा अब धेरै नभए 3-4 दिनसम्म बसिन्छ मजाले। बसी त हामीले अब त्यस्तो गर्नु परेन होइन। ओके, बाई बाई।